हेलो गाइज गुड मर्निङ एभ्रिवान वेलकम टु माई न्यू ब्लग के छ साथीहरू शुभ बिहानमा स्वागत छ सबैजनालाई। अनि म आज रिभर साइडतिर आएको छु घुमघाम गर्नलाई र बिहान बिहानै रिभर साइडमा घुम्नुको मजा नै बेग्लै छ। अनि सो घुम्दै एउटा भिडियो पनि बनाइहालौँ भनेर एउटा सानो छोटो भिडियो बनाउँदैछु। मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला र धेरै माया गरिदिनु होला हजुरहरूले। साथै लाइक कमेन्ट र शेयर पनि गर्न नभुल्नु होला। अनि म आज चाहिँ रिभर साइडतिर घुम्न आएको छु र मेरो साथमा पनि हुनुहुन्छ मामा। अनि आज चाहिँ हामी मामा भन्छ भेरीतिर माछा मार्ने घुम्ने प्लानमा आएको छौँ। हेरौँ माछा कति मर्छ। अनि के गाइज अस्ति चाहिँ मामाले 5 केजीको माछा मार्नु भएको हो कि त्यसैले आज बिहान बिहान आएको। कति माछा मर्यो मामा? गाइज हामी माछा मार्न आउँदैछु भेरतिर। हेरौँ अब माछा कति लाग्छ। एकदम भेरी बढेर बर्खा लागेर पुरा जताकतै हरियाली भइरहेको छ। सो पानी पनि एकदम धमिलो आएको छ। सबै सचेत हुनु होला है, बर्खाको याममा बाढी पहिरोहरू आउन सक्छ। बाढी पहिरो आएर सो हेरौँ माछा कति मर्छ। अब माछा फाइनल्ली गाइस माछा पनि मर्यो। आजको भिडियो यहीँसम्म, बाइ।